सबैलाई नमस्कार। आज हामी काठमाडौँ विश्वविद्यालय कन्फ्युसन इन्स्टिच्युट र यस विद्यालयको संयुक्त आयोजनामा चिनिया नयाँ वर्ष जसलाई बसन्त पर्व भन्छौँ त्यसको सांस्कृतिक कार्यक्रम र बसन्त पर्व मनाउँदैछौँ। त्यसकारण म यस अवसरमा सम्पूर्ण चिनिया भाषा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरू, चिनिया मित्रहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। साथसाथै हाम्रो आमन्त्रणलाई स्वीकार गरी पाल्नुभएका आदरणीय चिनिया शिक्षक छेउ कुङ आङ मिङ, त्यस्तै डाक्टर राजीव रन्जीज्यू र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यू राजेन्द्र चौहान लगायत अन्य पदाधिकारी मित्रहरू, विद्यालयका सहायक प्रधानाध्यापक एवं सम्पूर्ण शिक्षक शिक्षिका साथीहरू, विद्यार्थी निकेतन माविका नुछेबार खाता ख एवं शिक्षक साथीहरू र प्यारा भाइ बहिनीहरू सबैलाई पनि हार्दिक शुभकामना व्यक्त गर्दछु। र हाम्रो आमन्त्रणलाई स्वीकार गरी यहाँहरूले जुन सहभागिता जनाउनु भयो त्यसप्रति हामी आभारी छौँ र यसप्रति हामी धन्यवाद व्यक्त गर्दछौँ। र भाइ बहिनीहरूले थोरै समयमा बिहान खाना नै नखाइकन लिसा मिसको सहयोगमा जुन चिनिया सांस्कृतिक तयारी गर्नुभयो त्यसको लागि सम्पूर्ण भाइ बहिनीहरूप्रति म एकदमै आभार व्यक्त गर्दछु र म खुसी पनि व्यक्त गर्दछु। र विशेष रूपमा लिसा मिसलाई यस कार्यक्रम आयोजना गर्नको लागि विगत 1 महिनादेखि मेहनत गर्नुभयो, यसको लागि विशेष धन्यवाद व्यक्त गर्दछु। र हाम्रो आमन्त्रणलाई स्वीकार गर्नुभई पाल्नुभएका सम्पूर्ण अतिथि महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै स्वयंसेवक भाइ बहिनीहरूले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुहुनेछ भन्ने कुरामा विश्वास लिएको छु र सम्पूर्ण सहयोगी भाइ बहिनीहरूलाई पनि धन्यवाद व्यक्त गर्दै यस कार्यक्रमलाई यहीँ समापन भएको जानकारी दिँदै म पनि बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।